हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। ब्लग नआएर पनि धेरै समय भइसकेको थियो, तर आज मैले चाहिँ तपाईँहरूको लागि नयाँ ब्लग लिएर आइसकेको छु। हामी चाहिँ पोखरा जान लाग्यो आज न्यु इयर मनाउन। मेरो हामीसँग चाहिँ दायाहरू हुनुहुन्छ। हेलो दायाहरू। मेरो पार्टनर है, राइडर पार्टनर, प्यासेन्जर। कस्तो लागिरहेको तपाईँलाई राइड? शब्द हाम्रो चाहिँ बिहान 81 प्लान बनिहाल्यो पोखराको। तेरो मेरो मोबाइलमा चाहिँ चार्ज पनि थियो, तेरो बाटोमा मैले भ्लग पनि बनाउन पाएन। अनि 81 हामी आएर चाहिँ अब चार्ज गरेर भ्लग बनाइरहेको छु मैले। यो कुन ठाउँमा आइपुग्यो दाइ हामी? के अरे डुम्रे अहिले चाहिँ हामी डुम्रेमा आइसकेका छौँ। म चाहिँ मोबाइलमा चार्ज पनि छैन, एकचोटि पोखरा गएपछि भिडियो बनाउँछु होला म। हामीहरू चाहिँ खाजा साजा भइसक्यो। अब हामी चाहिँ हिँड्न लाग्छ यहाँबाट दार्जिलिङसम्म। होटेलको नाम चाहिँ हाम्रो के हो यो? जो बन्दीपुर कटेज। यहाँ आएर खाजा खाइदिनु होला तपाईँ नि। हो क्या पर्ला पर्ला जस्तो छ, पानी पर्न थाल्यो नि फेरि भिडियो बनाउन मिल्दैन। त्यही हो त्यो चाहिँ। जोर खाजा खाइहाल्यो। हाम्रो चाहिँ अब स्कुटीलाई तेल पानी हाल्नलाई पेट्रोल नि बाइक लाँदा धेरै हाल्नुपर्छ त। पेट्रोल नि बाइक लाँदा धेरै हाल्नुपर्छ। यहाँबाट कति किलोमिटर हो त पोखरा? 50 किलोमिटर। 50 किलोमिटरमा चाहिँ हामी सिधै पोखरा। यहाँबाट उता चाहिँ पेट्रोल पम्प छ कि? पेट्रोल पम्पहरू छ कि छैन? यहाँभन्दा उताटी छ रहेछ। ल पार्टनर कता गइरहनु माने तपाईँ प्यासेन्जर मान्छे? अब त गर्नु नि, अघि न पो देखाउनु पर्ने है तपाईँको छाराले के बाजे। अब त छारा नै होइन सेट। ल दाइ अगाडि जानु। चलो छारो पनि खानुपर्छ कहिले काहीँ। रमाइलो हुन्छ नि। लौ न रुपेश दाइ त मिस्टेक जानुभयो क्या? हाम्रो दाइ के गर्नु भयो? रुपेश दाइ कता जानु लानु भयो? के हो तपाईँ त सिग्नल हेर्नु पर्दैन? थाहा त यो के बजार हो? यो दमौली बजार भने यही हो। दमौली भन्ने गीत थियो क्या अरे? हजुर चिन्ने गाह्रो है। गीत गाइदिनु त दमौलीवाला। अब अर्को भ्लगर है, अननोन भ्लगर हाम्रो अननोन भ्लगर हुनुहुन्छ अगाडि चाहिँ। यहाँबाट त प्रायः जस्तो बाटो बिग्रिया क्या हो? पानी पर्यो गाई, पानी पर्यो। पानी सिधम थालिहाल्यो। अब हामी चाहिँ पोखरा इन्टर गरिसक्यौँ। अब हामी चाहिँ यहाँ होटल बस्छौँ, त्यसपछि फ्रेस हुन्छौँ। तर यतै होइन होला नि त, अलिक उतापट्टि बस्यो होला नि त बस्न त। फेरि बस्न त उतै हो। बजार चाहिँ त्यो हामीले बजार चाहिँ छिर्यौँ। हामी बस्ने ठाउँ चाहिँ अलिक आएन। यो पिच चाहिँ अलिक खतरनाक पिच छ। ल बाइक त बाइकै होइन दाइ, हामी त मान्छे होइन। कार भएपछि त पेलेर आइदिने यार। अहिले त यस्तो चिल्लो छ। ल रोड भत्केला दाइ, रोड भत्केला। भर भर बने फेरि रोड भत्क्यो फेरि।
लेग ब्रेक त्यो केटीहरूलाई लाउँथ्यो नि ब्रेक च्यार बार ल यार पानी पर्यो गाइज गाइज बनायो पानीले मौसमले साथ दिएन भिडियो बनाउनु मलाई अब अहिलेलाई चाहिँ भिडियो यति हो अहिले पछि होटल सोटल खोजेर अब फ्रेस हुनेमा भिडियो बनाउला गाइज हामी चाहिँ फेवा लेक पुगिसक्यो पानी पनि खतरा परिरहेको भिजाएर यहाँ चाडोले मर लगाइसक्यो दायर पनि कहाँ जानु थाहा छैन याद त जाउँको रेस हान्न त मेरो म यो ल ऊ त अम्फालिस्यो कम्पिटिसन कसले जित्नु मैले जितेँ जानियो भने के चिज के छ याद दाइ भन्नु त चाहनी हो तपाईँ ड्याममा त हामी ड्याममा भने यहाँ यो नयाँ टेस्ट रेल पोखरा आइसक्यो टेस्ट हान्नु न भनेर हामी चाहिँ पोखरा चिया र यसलाई के भन्छ यसलाई के भन्छ अरे दाइ बेकरी यो बेकरी आइटम खाना आयो हामी पोखरा कस्तो लागिरहेको छ मलाई पोखराको चिया र बेकरी आइटम ल मेरो हात आइरहेको रहेछ छ्या भिडियो बनाउनु छैन हेरेको थियो म जाउँ कि पछि मैले हेरेर मलाई के थाहा थियो हामी चाहिँ होटल आइसक्यो होइन अनि हाम्रो होटल रुम चाहिँ यो ओहो यहाँबाट त के हो डरो फेवा वाक फेवा देख्दो रहेछ यहीँबाट अम्फाले नि पुग्छ होला है त्यहाँ त अब यता लेक साइडतिर घुम्न आएको छौँ दाइहरू यहाँ हुनुहुन्छ ओहो यहाँ त झिलिमिली छ त ल यता सेकेन्ड ब्लगर अनन ब्लगर रोटे पिङ खेलिदिने हो क्या के रे तपाईँको नाम के राख्दै अरे दाइ अघि न के राख्दै अरे तपाईँको नाम अघि न नवीन के भट्टराई नवीन के भट्टराईसँग हामी घुम्न आइरहेको छौँ यहाँ अनमोल केसी यता तपाईँ अनमोल केसी भने कि यसलाई चाहिँ भन्छ लेक साइड ए के अरे फेवाताल लेक साइड फेवाताल हो यो ल बिनो त्यहाँ हम्फालिदिउँ Oh my god. पोखराको ब्युटी ल भाइ गीत गाइदिनु त तपाईँ नवीन के भट्टराई भन्नुभयो नि त टुक्रै लेक साइडमा भाइब्स दिँदै हो क्या पुरै दाइ एकदम भाइब्स भयो यार भाइब्स त अब जम्न बाँकी छैन अलिकति छ कि छैन भनेर हामी चेक गर्न हिँड्दैछौँ होइन 7:12 7तिर त भाइब्स त फेरि गोइङ मेरी
गोइङ मेरी गोइङ मेरी यहाँ डुबिरा सनी सनी वन पिसको सुटिङ यहाँ भयो भने होइन फेरि यो वन पिसको एनिमी भने होइन है मुभी चाहिँ भन्नु खोज्छ फेरि एनिमी कहाँ सुटिङ हुन्छ भने त्यसलाई फेरि यहाँ हाम्रो चाहिँ छुट्टै संसारमा एकदम सुन्यो त्यत्रो त्यो हाईमा बनाएको भिडियो सब विन्डको नोइजले गरेर एउटै भएर सब झ्यार मात्र सुन्न हाल्यो अहिले चाहिँ अब यसो घुम्न निस्क्या तर क्यामेरा त बहुत रमाइलो छ यार राति हुँदा पनि यस्तो रमाइलो छ कि व्यक्त गर्न सक्दिनँ भइरहेको कति अग्लो यार चाँडै सकिएको भएन यस्तो साथै जाने यार हाम्रो यहाँको रमाइलो चाहिँ सक्यो अब हामी चाहिँ फेरि अब अर्को रमाइलोतिर जाँदैछौँ तपाईँको डान्स आएन क्या सार्दै क्यामेराबाट हो कि रमाइलो भइरहेछ है मिर्ची लगी तो मैं क्या करूं मिर्ची लगी तो मैं क्या करूं न्यु इयर पनि सेलिब्रेट गरेर गाइस बब्बाले रमाइलो गर्यो न्यु इयर पनि सेलिब्रेट
अनि थकाइ पनि त्यस्तै बप्पाले ला। अब हामी चाहिँ हाम्रो होटल पनि आइपुगिसक्यौँ। अब चाहिँ थकाइले जुर भए अब भक्ककै सुन्ने। ल गाइस सी यु इन द नेक्स्ट भिडियो बाई।